हेलो गुड मर्निङ नमस्ते साथीहरू। आज चाहिँ म तपाईँलाई मेरो ड्रागन फ्रुटको तेस्रो लट पुरा फुलिरहेछ। एक लट पाकेर अर्को पाक्नको लागि रेडी भइरहेको छ। दानाहरू यति धेरै फलेको छन्। फेरि यो अहिले तेस्रो लट पुरा फुलिरहेछ। म चाहिँ देख्ने गरेको छु। अहिले चाहिँ यो चाहिँ हामीले ट्रस लगाएको कारणले गर्दाखेरि त्यति राम्रो चाहिँ हुन पाएको छैन। तर आउट साइडमा चाहिँ धेरै राम्रो छ। यो इनसाइडमा चाहिँ अलिकति राम्रो भएको छैन साथीहरू। अहिले म चाहिँ बिहान भिडियो बनाउन गइरहेको छु। यो चाहिँ आउट साइडबाट हो साथीहरू। यसरी फुलिरहेको छ, फलिरहेको पाकिरहेको छ। त्यहाँमा चाहिँ यति धेरै यस्तो राम्रो फुलेको छ कि यति राम्रो फुलेको छ। तल मुनि बरन्दामा पनि त्यति धेरै फुलिरहेको छ। यस्तो राम्रो फुलेको छ साथीहरू। हेर्नुहोस् त, धेरै बाक्लो बाक्लो फुलिरहेको छ। ड्रागन फ्रुटहरू पुरै फुलले ढाकेको छ। साथीहरू यति धेरै भएको छ। धेरै फुलिरहेको छ। यो चाहिँ रेड ड्रागन हो। यो ट्रस लगाइदिएको कारण ट्रस मुनि टेपमा पनि गएर फुलिरहेको जान्छ। यस्तो घुमाएर फेरि यताबाट पनि हेर्नु होला। अहिले मुनिको तल बरन्दातिर पनि यति धेरै फुलिरहेको छ कि बरन्दामा पनि यति धेरै फुलिरहेको छ। यति धेरै फुलेको छ। पाक्नु लाग्नेछ।